ल आज चाहिँ हाम्रो एनिभर्सरी 15औं एनिभर्सरीको तयारीमा त्यत्तिकै बसौँ भनेको यो छोरीले नमानेर यस्तो चटक गरेकी छन्। छोराले र छोरीले अहिले साँझ परेपछि बाबा मम्मीको एनिभर्सरी मनाउनलाई यो राई चाहिँ गर्नुपर्छ भनेर तयारी गरिसके पछाडि हामी छोराछोरीको लागि एनिभर्सरीको तयारीमा चाहिँ छौँ। एनिभर्सरी मनाउन विशेष गरी हामीलाई त यो केक काट्ने तामझाम गर्ने गरी त एनिभर्सरी मनाउन चाहिँ मन लाग्दैन, मन पर्दैन। तर पनि छोराछोरीको रमाइलोको लागि, छोराछोरीले गरेको खुसीको लागि चाहिँ एनिभर्सरी मनाउनको लागि टिका लगाउने, फलफुल खाने अनि त्यसपछि शुभकामना आदान प्रदान गर्ने गरी चाहिँ एनिभर्सरी मनाउने तयारीमा चाहिँ लागेका छौँ। अब 15औं एनिभर्सरी कस्तो लागिरहेछ? यो 15 वर्षसम्मको जीवन सहयात्रासँगै अगाडि बढिरहँदा कस्तो खालको अनुभूति भइरहेछ? समय गएको पत्तै नहुँदो रहेछ कि। आजको दिन 15औं एनिभर्सरी मनाउँदैछ होइन। आजको दिनसम्म सहयात्रा गर्दै गर्दै जाँदा 15 वर्ष बितेको थाहै भएन। 15औं वर्षसम्मको सहयात्रामा मलाई साथ दिँदै, मेरो जीवनको हरेक कर्ममा साथ दिँदै मलाई सहयात्रा गर्ने सर्वप्रथम त विशेष गरी मेरो प्रिय जीवन सङ्गिनी लाई विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। आजसम्मको सहयात्रामा जसरी साथ सहयोग र सपोर्ट गरेकी छौ, भोलिका दिनमा पनि त्यो साथ र सहयोग सपोर्टको अपेक्षा रहनेछ। जब मेरो एक खुट्टाले टेक्दा अर्को खुट्टालाई सही ठाउँमा टेकाउनको लागि तिम्रो साथ सहयोग र सपोर्ट मिलिरहेको छ, भोलिको दिनमा पनि मिल्ने नै छ। अब यो एनिभर्सरीसँगै छोराछोरीको खुसीको लागि जति जीवनका हरेक सङ्घर्षहरूमा साथ सहयोग सपोर्ट मिलिरहेको छ, त्यो साथ सहयोग सपोर्ट भोलिको दिनमा पनि मिल्नेछ। धन्यवाद। ह्याप्पी एनिभर्सरी। ह्याप्पी ह्याप्पी एनिभर्सरी साटिरहेका छन्। ल ह्याप्पी एनिभर्सरी श्रीमतीज्यू। ह्याप्पी एनिभर्सरी। निकै रमाइलो। यहाँ छोराले त यस्तो पुछेर साह्रै रमाइलो गरिरहेका छन्। अब ल छोराले टिका लगाइदिनु पर्दैन? ल बाबा मम्मीलाई टिका लगाइदेऊ। ल यो ल मम्मीलाई अब टिका लगाइदेऊ। आशीर्वाद दिएको खै त? ल अब फेरि अनि त्यसपछि यो के हो? सन्तला होइन। अब दिदीको पालो। ल खै त दिदीको पालो। अब चाहिँ छोरीको पालो। ल खै त शुभकामना दिएको छोरी। मलाई शुभकामना दिन आउन्न। अनि यस्तो यो राई झै पार्न त आउँछ? आइहाल्छ। सेकेन्ड चलिरहेछ नि? शुभकामना दिएको खै त? थ्याङ्क यू छोरी। ह्याप्पी 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 एनिभर्सरी। ल यो खुसी सदा सर्वदा यसै गरी चाहिँ खुसी रहोस् होइन। केक नकाटे पनि यो रमाइलो त आनन्द छ नि त। त्यस्तो चाहिँ हुन सक्दैन है, केक काट्ने कुरा हुन सक्दैन। तर अरू रमाइलो चाहिँ टिका लाउने, बस्ने, रमाइलो गर्ने यो चाहिँ हुन सक्छ। ल एनिभर्सरीको शुभ। ल अब चाहिँ भयो।